होइन कि होइन होइन कि त्यसै भने नेपालमा जति योग्य भए पनि यहाँ चाहिँ योग्यताको कदर चाहिँ छैन होइन। जेनिसाको एडमिसन पनि भयो आज, तर यति महँगो छ कि अब कुरै छोडौँ। यो प्राचीन धाराहरू होइन, यो एकदमै धेरै पहिला। हेलो हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग। साथीहरू, आजको भ्लगमा धेरै धेरै स्वागत गर्न चाहन्छु। साथीहरू, आज घरबाट बाहिर निस्किसकेपछि मैले चाहिँ भ्लग स्टार्ट गरेको छु। आज मैले घरबाट बाहिर निस्किसकेपछि भ्लग स्टार्ट किन गरेको छु भन्दा, बाहिरको दृश्य तपाईँहरूले हेर्नुभएको होला होइन। एकदमै चाहिँ यो धुवाँ जताततै एकदम कुहिरो लागेको जस्तो भइरहेको छ। यो तपाईँहरूले कुहिरो भन्ने सोच्नु होला, यो आरक्षीको नजिक एकदमै ठुलो आगो लागिरहेको छ। त्यो आगोले गर्दाखेरिमा चाहिँ एकदमै यो पुरा धुवाँ भइरहेको छ होइन। अहिले चाहिँ म यहाँ जाम जानकी मन्दिरनिरै छु होइन। अनि यस्तो देखिरहेको छ चौराको अवस्था होइन। अनि यो पुरा धुवाँ भएको चाहिँ पोल्युसन, एकदमै खतरनाक पोल्युसन हो होइन। अनि साथीहरू, एउटा चमत्कारिक कुरा के लाग्यो भने, यहाँ चाहिँ यो चौराको अलिकता नजिकै ढुङ्गे धाराहरू भन्छन् होइन, त्यो टाइपको धाराहरू बनाएको छ। यो यस्तो खालको हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ गणेश भगवानको मूर्ति छ। अनि त्यो चाहिँ एकदमै प्राचीन धाराहरू हो होइन। केबाट बनेको त्यो थाहा छैन। धेरै पहिलाको धाराहरूमा चाहिँ यो गोहीको जस्तो बनाएको छ होइन। गोहीको जस्तो छ यो हेर्दाखेरिमा चाहिँ। यो धाराहरूमा चाहिँ सायद पहिला पानी थियो होला होइन, तर अहिले चाहिँ पानीहरू छैन। अहिले चाहिँ यस्तो खालको चाहिँ एकदम जीर्ण बनेको छ। तर यसलाई चाहिँ संरक्षण गर्नु दायित्व हो जस्तो लाग्छ मलाई। अनि यहाँ चाहिँ भगवान गणेशको चाहिँ मूर्ति छ होइन। अनि यहाँ चाहिँ यो मेची महाकाली शान्ति धारा भनेर लेखेको छ। म यो हिँड्दै आइरहेको थिएँ होइन। यहाँ नजिकै आइसकेपछि मलाई चाहिँ यो एकदमै इन्ट्रेस्टिङ लाग्यो होइन। त्यो भएर मैले यहाँ चाहिँ यो खिचेँ। यसको चाहिँ म तपाईँहरूलाई देखाउनु पर्छ भनेर चाहिँ तपाईँहरूलाई मैले यसको चाहिँ दृश्य देखाएँ होइन। त्यसपछि यहाँ यो छतमा हेर्न सक्नुहुन्छ, बाँदरहरू सुतिरहेको छ। म जुम गरेर देखाउँछु, मेरो क्यामेरा यति राम्रो छैन होइन। मैले यो बाँदरहरू सुतेको चाहिँ पहिलोचोटि देखिरहेको छु, त्यो पनि छतमा मजासँग होइन। अहिलेसम्म देखेको थिएन। अब साथीहरू, म दिनभरि के गर्छु, कहाँ जान्छु, सबै कुराहरू तपाईँलाई देखाउने छु होइन। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नु होला। बजारमा एउटा सानो काम थियो होइन। त्यसपछि म चाहिँ अहिले घरमा जाँदैछु, खाना खान जाँदैछु। अनि आज चाहिँ अब खाना खाइसकेपछि आज चाहिँ जेनिसाको हामी चाहिँ एडमिसन पनि गर्नेछौँ। खाना खाइसकेपछि फेरि हामी बजार जानेछौँ। भ्लगलाई चाहिँ कन्टिन्यू हेर्नु होला साथीहरू। आयो है आयो वीर गोर्खाली। गाइस, अहिले चाहिँ अब हामी चाहिँ खाना खाँदैछौँ होइन। खाना बनिरहेको छ, दाल भात तरकारी। अब हामी खाना खान्छौँ। खाना खाइसकेपछि जेनिसाको एडमिसन गर्नु छ, त्यसपछि पैसा पुग्यो भने किताब किन्नु छ। आज दिनभरिको कामहरू पनि तपाईँहरूले देख्नुहुनेछ। गाइस, मेरो चाहिँ यो ओट चाहिँ पाकेको थियो। मलाई चाहिँ अलि अब त्यो सन्चो पनि छैन। अनि आज चाहिँ मेरो एडमिसन गर्ने स्कुलमा। अनि त्यही भएर चाहिँ एकछिनपछि हामी एडमिसन गर्न पनि जानेछौँ खाना खाइसकेपछि। अनि हाम्रो चाहिँ फुल भिडियो हेर्नु होला। अनि लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। म चाहिँ लागेँ बजारतिर। आफ्नो सफारी लिएर लागेँ। जेनिसाको आमा छोरी चाहिँ एडमिसन गर्न गइरहेछन् होइन। एडमिसनमा चाहिँ अब कति पैसा लाग्छ, बालेन सरकारले आधा पैसा छुट भनेर भनेको छ होइन। तर कति लाग्ने रहेछ हामी चाहिँ साँझ थाहा पाउनेछौँ। अहिले चाहिँ म बजारतिर जाँदैछु मेरो सफारी लिएर। अनि त्यसको साथमा चिसो पानी लिएर जाँदैछु। गाइस, अब चाहिँ मैले जेनिसाहरूलाई चाहिँ एडमिसन गर्न पठाएँ होइन। अनि आजको दिन चाहिँ कसरी जान्छ हेर्दै गर्नु होला साथीहरू। यस्तै हो गाइस। अहिले भर्खरै अब एकजना मैले लिएर गएँ होइन। 40 रुपियाँ आयो। यस्तै गर्दै दिनभरि बित्छ। मजदुरको जिन्दगी होइन, के गर्ने। त्यसै गरेर बालबच्चा पनि पढाउनु पर्छ। नेपालको अवस्था यस्तो छ होइन। नेपालमा जति योग्य भए पनि यहाँ चाहिँ योग्यताको कदर चाहिँ छैन होइन। राजनीतिक पहुँचमा छ भने त्यो मान्छेलाई चाहिँ यहाँ हाकिम बनाउँछन् होइन। तर पढे लेखेको मान्छेको चाहिँ कदर छैन। त्यस्तै हो, म पनि एउटा होइन। म धेरै समय चाहिँ विदेशमा बसेर आएको हो।
फेरि अब विदेश जाने प्लान छ साथीहरू होइन। तर केही समयको लागि चाहिँ नेपालमा बाँच्नु त पर्यो नि, यहाँ त बाँच्न पनि कठिन छ कि। दिनभरि यसरी नै बित्छ, अनि साँझ परेपछि खाना खाने, छ्याप्प सुत्ने होइन। के गर्ने, नेपालमा धेरै भयङ्कर प्रगति गर्न सकिन्छ भन्ने चाहिँ छैन। गाइस यति बेला चाहिँ म घरमा आइसकेको छु। घरमा आएर यहाँ चाहिँ नास्ता खाँदैछु, हेर्न सक्नुहुन्छ। तपाईँहरूले नास्ता खानुभयो कि भएन? अनि नास्ता पनि खाँदैछु, अनि जेनिसाको एडमिसन पनि भयो आज। तर यति महँगो छ कि अब कुरै छोडौँ। कति हजार जेनिसा? 7,400 रुपियाँ। अब भनेपछि बालेन सरकारले भन्दै थियो उहाँ छुट बनाउने भनेर। कहाँ छुट हुनु, यहाँ त यसरी हुने रहेछ शुल्क। यस्तै हो भने पढाउन सकिन्न जेनिसालाई, गाह्रो छ। कसरी पढाउने भन् त? खाना खान त गाह्रो छ, यस्तो निस्तो रोटी खानु परेछ। गाइस मैले चाहिँ अब मेरो चाहिँ एडमिसन पनि भइसकेको छ। अब चाहिँ भोलि चाहिँ हामीले फेरि किताब पनि किन्नु छ, अनि किताब किनिसकेपछि चाहिँ म फेरि 1-2 दिनपछि फेरि स्कुल लाग्ने छ। त्यहाँबाट चाहिँ धेरै भेट चाहिँ हुन्न हाम्रो। किन धेरै भेट हुँदैन? अनि स्कुल जानुपर्छ नि त। किताब किन्ने पैसा हुन्छ कि हुँदैन? अब एडमिसन त त्यत्रो पैसा लागेको, अब यो किताब किनेको अब कति लाग्ला? 2-3 हजार, 4-5 त लाग्छ होला। हजुर के बिराम भएको छ मम्मी? यो धेरै सुन्दै सुतिहाल्छ। भन्नु न के? मम्मीको चाहिँ यहाँ दाँत दुख्यो अरे फेरि। तिम्रो हालखबर के छ आजभोलि? के छ, ठिक छ भन न। ठिक छ? ठिक छैन? अब दक्षितको र मेरो त फेरि एकदम बवाल हुन्छ हो कि होइन? जहिले पनि बवाल हुन्छ नि। यो त खतरा छ। यो जेनिसा फटायो के? जे पाए त्यही भनिदिन्छ त्यसलाई। अनि अहिले हान्छ फेरि आएर। होइन कि त्यसै भने दक्षितले मलाई कति माया गर्छ नि? कति माया गर्छ नि? पेनले के बनाउने? मोटो पातलो भनेको च्यानलको चाहिँ बनाउने अरे होइन? त्यो बनाउने मोटो पनि बनाउने, पातलो पनि बनाउने हो। तिमी मोटो हो कि पातलो? यो भाषा म बुझ्दैन तेरो, म तेरो इङ्ग्लिस भाषा बुझ्दैन हेर होइन। अब तिमीहरू चाहिँ यहीँ बस, म भाग्छु। अब सुर्खेत जान्छु म। जान्न, प्लेनमा जान्छु सुर्खेत। अब तिमी यहीँ बस ल, तिमी यहीँ बस, म गएँ है। होइन के जाने ल। यति बेला चाहिँ अब साँझ पर्न थालिसकेको छ होइन। भ्लगलाई चाहिँ कन्टिन्यू वाच गर्नु होला। डान्स ल डान्स हो। अलि पर गएर अलि पर गएर ल टेङ्गेर फेरि ल। त्यो खुट्टा कता हल्लाएको? गाइस दक्षितको चाहिँ डान्स कस्तो लाग्यो तपाईँलाई? दक्षितको डान्स मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। म चाहिँ कान्छीको घरतिर गएँ तिमीहरूसँग, अब भेट्दिनँ म। दक्षित कहाँ छ दक्षित? यो चाहिँ हाम्रो करेसाबारी हो गाइस होइन। यहाँ चाहिँ फर्सीहरू छ। दक्षित आउँदैछ। दक्षित कहाँ जाने हो? हेलो क्याप्टेन अरे। ल काजल लाग्यो तिम्रो, म गएँ अब। पर्निकालाई भेट्न दक्षित आइपुगेको छ। ल हिँड। कहाँ अङ्कल आउनु भनेर तान्दै लगेछ।
ल ल ल टेङ्गेडे 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 ल ल ल ल ल हो 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 केटाकेटीसँग रमाइलो गर्दै हामी करेसा बारीतिर घुम्दै बस्ती बहुत राम्रो छ एकदम रमणीय गाउँ जस्तो छ होइन ओके गाइस अब हामी एकैपटक साँझ भेट्नेछौँ भ्लगलाई चाहिँ कन्टिन्यू हेर्दै गर्नु होला गाइस अहिले चाहिँ अब साँझ परिसकेको छ होइन रात पनि परिसकेको छ अब हामी चाहिँ सुत्ने टाइम भएको छ होइन आजको भिडियो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला राम्रो लाग्यो भने राम्रो कमेन्ट गर्नु होला नराम्रो लाग्यो भने पनि भन्नु होला त्यसमा के कमी छ कमजोरी छ त्यसलाई म सच्याउने प्रयास गर्नेछु तपाईँहरू पनि सुत्नुहोस् अब हामी पनि सुत्ने टाइम भएको छ बाई बाई गाइस